हेलो जय मसीहलाई स्वागत गर्न चाहन्छु। आजको दिन चाहिँ विशेष महत्त्वपूर्ण खुसीको दिन रहेको छ। र किन खुसीको दिन भन्दाखेरि चाहिँ आज चाहिँ इस्टर सन्डे, यानि कि आज चाहिँ हाम्रो प्रभु येशू ख्रीष्ट चाहिँ मृत्युलाई जितिकन बढी उठ्नुभएको दिन। आज हामी सबै मण्डलीका विश्वासीहरू मिलेर आज यसरी र्याली गर्दैछौँ। हेर्न सक्नुहुन्छ है, हामी सबैजना आइसकेका छौँ, अझ कति आउन बाँकी हुनुहुन्छ। आजको हाम्रो र्याली चाहिँ मनरी बजारसम्म रहेको छ है। सो फाइनली चाहिँ हाम्रो र्याली सुरु भइसकेको छ। येशूको पुनरुत्थानले मुक्ति पाए सारा संसारले भन्ने जुलुसका साथ आज हामी सन्डेको दिन है, येशू ख्रीष्ट पुनरुत्थान भएको दिनमा हामी यसरी र्याली गर्दैछौँ। हेर्न सक्नुहुन्छ आज हामी सबैजना धेरै खुसी छौँ, मण्डली परिवार विश्वासीहरू, किनभने हाम्रो लागि आज उहाँ संसारमा आएर उहाँले दिन रहेको छ। आज त्यही खुसियालीमा सबैजना मिलेर यसरी र्याली गर्दैछौँ। हेर्न सक्नुहुन्छ तपाईँहरूले। भरिरहेका र संसारभरि आज विश्वभरिले इस्टर सन्डे मनाइरहेको छ। त्यसको अवसरमा हामी मनोरमा पनि यो क्रिसमस र्याली गरिरहेका छौँ। हाम्रो र्याली वार्ड नम्बर 9 र 8को आज पाउन्डुदेखि 7 र 6को रमनदारको तारदेखि नै अहिले भव्य तरिकाले र्याली भइरहेको छ। म केही नारा भन्न चाहन्छु, भन्दाखेरि मैले भने भनेदेखि तपाईँले जीवन पाएको कारणले भन्नुहोस् है। मैले क्रिस्टको पुनरुत्थानले भन्यो भनेदेखि तपाईँले भन्नुहोस् शान्ति पायो सबैले भन्नुहोस्। र त्यसो मैले क्रिस्टको पुनरुत्थानले उहाँको जीवन पायो सबले भन्नुहोस्। त्यसो हामी नारा गर्दै हामी अगाडि बढ्नेछौँ। क्रिस्टको पुनरुत्थानले गर्न सक्ने छैनौँ। स्वर्गीय राज्यमा प्रवेश गर्ने स्वर्ग र पृथ्वीलाई जोड्ने एउटा पुलको रूपमा येशू प्रभु हुनुहुन्छ। त्यसैले त पवित्र धर्मशास्त्र बाइबलले भन्दछ कि बाटो, सत्य र जीवन म नै हो। मार्गमा आएर हिँड्नलाई तयारी रहनुहोस् भनेर पनि म भन्न चाहन्छु। हामी फेरि पनि केही र्यालीहरूलाई भन्नेछौँ। येशूको पुनरुत्थानले, यहाँले भन्नुहोस्, मुक्ति पायो संसारले। येशूको पुनरुत्थानले, येशूको पुनरुत्थानले
जीवन मनै हो अर्थात् परमेश्वरको राज्यमा अथवा त्यो स्वर्गीय राज्यमा त्यो स्वर्गीय राज्यसम्म पुग्ने एउटै मात्र बाटो चाहिँ येशू प्रभु हुनुहुन्छ। येशू प्रभुलाई त्यो स्वर्गीय राज्यमा प्रवेश गर्नेहरू कुनै पनि बाटो र माध्यम अरू कुनै छैन। त्यो एउटा बाटो येशू प्रभु नै हुनुहुन्छ। त्यसैले हामी यहाँलाई पनि येशू प्रभु भन्नेछु। येशूको पुनरुत्थानले येशूको पुनरुत्थानले येशूको पुनरुत्थानले क्रिस्टको माया जीवन हाम्रो छाया क्रिस्टको माया क्रिस्टको माया
पुनरुत्थान पाउनुभयो। उहाँ मात्रै मृत्युबाट पौरिनु भएन, उहाँ येशू प्रभु मात्रै मृत्युलाई विजय गरेर उठ्नु भएन, ताकि उहाँले सारा संसारलाई नै मृत्युबाट विजय हुनलाई, सारा संसारलाई मृत्युबाट पुनरुत्थान गर्नलाई चाहिँ उहाँ खाली रहेको जग्गामा चाहिँ व्यवस्थित तरिकाले पार्किङ गरेर राखिदिनु न हार्दिक अनुरोध गर्दै सम्पूर्ण रेलीमा आगन्तुक हाम्रा मण्डली परिवारहरू यस प्राङ्गणमा अगाडि आइदिनु भएर क्रमबद्ध रूपमा मिलेर बसिदिनुमा हामी हार्दिक अनुरोध गर्दछौँ। अस्तिको दिनमा शुक्रबारको दिनमा आजभन्दा 2000 वर्ष अगाडि बलिदान हुनुभएको थियो, मृत्युको निन्द्रामा पार्नु भएको थियो, तर हाम्रो परमेश्वर जीवित हुनुहुन्छ भनेर प्रमाणित गर्नलाई सबैभन्दा महान परमेश्वरको अनि उच्च नामलाई घोषणा गर्नको निम्ति उहाँले आफ्नो पुत्रलाई तेस्रो दिन यानि आजभन्दा 2000 वर्ष अगाडि आजकै दिनमा The voice of the
धन्यवाद महिमा दिनेछौँ। मेरो